भारत र पाकिस्तान बीच द्वन्द्व चलिरहेको बेला विश्वकै धनी र प्रभावशाली व्यक्तिहरूमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गरेको ऐतिहासिक घोषणाले विश्वको ध्यान खिचेको छ। उनले बीबीसीसँग कुरा गर्ने क्रममा आफूले आउँदा 2 दशकभित्र आफूसँग रहेको करिब सम्पूर्ण सम्पत्ति दान गरेर गेट्स फाउन्डेसन बन्द गर्ने घोषणा गरेका छन्। उनको यो घोषणाले सबैभन्दा ठूलो कुरा मानवता भएको र सबैले एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु नै मानव जातिको कल्याण हुने सन्देश दिएको छ। बिल गेट्सले आफूलाई धनी भएर मृत्युवरण गर्ने इच्छा नरहेको बताएका छन्। उनले विश्वका गरिब नवजात शिशु, बालबालिका र महिलाहरूको जोगिन सकिने रोगका कारण मृत्यु नहोस् भन्ने उद्देश्यले 200 अर्ब डलरसम्म दान गर्ने योजना सुनाएका छन्। उनले यति मात्र नभई आफ्ना छोराछोरीहरूलाई सम्पत्तिको सानो अंश मात्र दिने योजना रहेको बताएका छन्, किनभने उनीहरू गरिब हुने छैनन्, आफै मेहनत गरेर खानुपर्ने उनले बताएका छन्। उनको यो घोषणाले अहिले विश्वका सबै मानिसहरूले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। नगरुन् प कसरी, दुनिया स्वार्थी भइरहेको र सम्पत्तिकै लागि मारामार गरिरहेको अवस्था, त्यसैमा पनि नेपालकै परिप्रेक्ष्यमा भन्ने हो भने त मर्दासम्म पनि भ्रष्टाचार र 2 नम्बरी काम गरेर आफूलाई मात्र नभई आफ्ना 7 पुस्तालाई सम्पत्ति जोड्ने अभिलाषा भएका मान्छेहरू छन्। बिल गेट्सले दिएको यो सन्देशको अन्तरात्मादेखि प्रशंसा नगरेर बस्नै सकिएन। यसअघि पनि गेट्स फाउन्डेसनले आफ्नो 25औं वार्षिक उत्सवमा 100 अर्ब डलरको सहयोग गरिसकेको छ। फाउन्डेसनको अहिलेसम्मको कुल लगानी लगभग 100 अर्ब डलर नागिसकेको छ। फाउन्डेसनले मुख्यतः जोगिन सकिने रोगहरूको रोकथाम, गरिबी निवारण र स्वास्थ्य सेवामा सुधारको काममा केन्द्रित रहँदै आएको छ। गेट्सले भनेका छन्, दिनु नै मलाई मनपर्ने कुरा हो। यद्यपि उनीसँग अझै पनि निजी विमान, ठूला घर जस्ता सुविधाहरू छन्। उनले भनेका छन्, मैले व्यक्तिगत रूपमा कुनै त्याग गरेको छैन। हालको तथ्याङ्क अनुसार गेट्ससँग लगभग 160 अर्ब डलर सम्पत्ति छ। उनी संसारका 100 अर्ब डलर भन्दा बढी सम्पत्ति भएका 15 व्यक्तिहरू मध्ये एक हुन्। उनले अझै पनि आफ्नो साथी वारेन बफेटसँगै परोपकारी कार्यमा गहिरो समर्पण देखाउँदै आएका छन्। गेट्सको बाल्यकाल पनि विशेष रह्यो। सम्पन्न परिवारमा जन्मेका गेट्स बुबा वकिल र आमा समाजसेवी थिइन्। सानै उमेरदेखि गणित र प्रोग्राम प्रति गहिरो रुचि राख्ने गेट्सले 8 कक्षामै राज्य स्तरीय गणित प्रतियोगिता जितेका थिए। 13 वर्षको उमेरमै प्रखर गणितज्ञका रूपमा चिनिन थाले। उनको जीवनशैली र सोचमा एक प्रकारको दर्शन झल्किन्छ। उनले जीवनको सुरुवातमै गहिरो ध्यान दिन सक्ने क्षमताले आफूलाई जटिल समस्याहरू समाधान गर्न प्रेरणा दिएको बताएका छन्। बिल गेट्स सामाजिक सञ्जालप्रति पनि चिन्तित देखिन्छन्। उनी 16 वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको कदमलाई चलाख निर्णय मान्छन्। साथै गेट्सले राष्ट्रपतिसँग 3 घण्टा लामो रात्रिभोजमा पनि विश्वका स्वास्थ्य र गरिब राष्ट्रहरूको सहयोगबारे गहन छलफल गरेको खुलासा गरेका छन्। उनका अनुसार यस्तो स्तरका नीति निर्माताहरूसँग प्रत्यक्ष सम्पर्क अपरिहार्य छ। उनको यो घोषणापछि विश्वभर प्रशंसा भइरहेको छ। गेट्सले फेरि एकपटक प्रमाणित गरेका छन् कि साँचो प्रभाव सम्पत्तिको आकारमा होइन, त्यसको प्रयोग र उद्देश्यमा निर्भर गर्छ। आजलाई यति नै। अर्को भिडियो लिएर आउनेछु। धन्यवाद।